यसमा जेन्जीहरूले हातपात गर्ने व्यक्ति चाहिँ यो हुन्, जसको नाम चाहिँ अरविन्द शाह भनेछ है। ऊ चाहिँ एमालेबाट नेभी सङ्घको नेता हो, जसले चाहिँ जेन्जीहरूलाई चाहिँ पहिलोचोटि हातपात गरेर चाहिँ यहाँनिर चाहिँ भाडभैलो मचाएको थियो सीमारामा है। सुरुवातमा कसरी हात हालेको थियो यस भिडियोमा हेर्नु होला। यहाँनिर वाद विवाद हुँदै गर्दाखेरि चाहिँ यो छेउबाट चाहिँ यो व्यक्ति आउँछ र यो जेन्जीलाई चाहिँ यसरी सिधै हात हाल्छ है त, यसरी सिधै हात हाल्छ। अनि त्यसै गरी यहाँ हानिसकेपछि उतापट्टि अर्को जेन्जी नेतालाई अट्र्याक गर्न जान्छ, अनि त्यसरी त्यो जेन्जी नेतालाई पनि यसरी अट्याक गर्छ यहाँनिर है यो व्यक्तिले है। तर यसरी धुलाई हान्दासम्म पनि यो पुलिसहरूले चाहिँ यो जेन्जीहरूले चाहिँ यसरी समातिरहेछ है। त्यो व्यक्तिले कसैले वास्तै गरेको छैन क्या है, त्यसले कसैले समातेको छैन क्या त्यो व्यक्तिले। यता यसरी जेन्जीहरूले चाहिँ यसरी समातेको छ होइन, कन्ट्रोल लिएको छ। तर त्यो व्यक्ति त्यहाँ खुल्लाम खुल्ला हिँडेर यसरी कुटिरहेछ, तर पनि त्यसलाई नियन्त्रण गरेको छैन क्या कसैले पनि है। पुलिसहरू आफ्नै तालमा छ है, त्यो व्यक्तिले कसैलाई नियन्त्रणै गरेको छैन क्या, पुलिसहरू आफ्नै तालमा छ। त्यहाँ पहिला हात हाल्ने मान्छेलाई त्यो यत्तिकै छोडेछ क्या, पुलिसले केही गरेकै छैन क्या है। यसमा पुलिसको पनि एकदमै मिलोमतो देखिन्छ है। जो यहाँ अट्याक गर्न आएको थियो त्यसले समात्नुको सट्टा त्यसलाई यत्तिकै खुलेआम छोडिरहेछ है। अब भिडियोमा प्रष्टै छ होइन, त्यहाँनिर चाहिँ अब सुरुमा चाहिँ केही छलफलहरू भइरहेको जस्तो देखिन्छ, तर त्यहाँनिर चाहिँ एकासी त्यो व्यक्ति आएर चाहिँ यसले चाहिँ सिधा जेन्जीहरूलाई चाहिँ हातपात गर्छ है त। पुलिस प्रशासनहरूले चाहिँ यसले चाहिँ वास्तै गरेको देखिँदैन है। जो जेन्जीहरू यसरी घाइते भएको छ कुटपिटबाट, यसको चाहिँ न्याय हुनुपर्छ। जो त्यहाँ कुटपिटमा संलग्न व्यक्तिहरू छ यिनीहरूलाई चाहिँ छिटो भन्दा छिटो कारबाही गर्नुपर्छ है।